जय गुरुदेव, जय भैरव बाबा, जय श्री महाकाल, जय आमा आदिशक्ति, हर हर महादेव। आजको हाम्रो यो टपिक भनौँ, विषय भनौँ या सन्दर्भ चाहिँ भगवान भैरवको बारेमा रहेको छ। ल आउनुहोस् कुरा गरौँ, को हुनुहुन्छ त भैरव अथवा भगवान भैरव। सामान्यतया हाम्रो हिन्दू धर्ममा होस् या कुराकानी बोलचाल अथवा कुनै मन्दिरमा गएर भैरवको पूजा गर्दा होस् कसरी बुझिन्छ या कसरी मानेर पुजिने गरिन्छ त भैरव भगवानलाई। सरल रूपमा भन्नुपर्दा भैरवलाई भगवान शिवको तेस्रो आँखाबाट निस्किएको क्रोध अग्नि अथवा क्रोधबाट निस्किएको एकदमै डरलाग्दो देवता, जो हेर्दा एकदमै भयानक र क्रोधित अनि राक्षस जस्तो रूप भएको देवता, जसले भगवान ब्रह्माको पाँचौं भनेर मानिने शिरलाई आफ्नो कान्छी औँलाको नङले उखाडेर फालिदिनु भएको थियो। त्यतिसम्म बलशाली र क्रोधित देवता भनेर दर्शाइएको छ हाम्रो मानसपटलमा भगवान भैरवलाई। के यति नै सत्य हो त? के यति नै भगवान भैरवको रूप हो त? आउनुहोस् अब कुरा गरौँ अनि बुझौँ भैरवको तत्त्व अनि मूल अर्थ। धेरै मानिस भैरवलाई देखेर डराउँछन्। उहाँको उग्र रूप, कपाल, अस्त्र, आँखाको तेज सबैले भन्छन्। भैरव त धेरै क्रोधित देवता हुन्। तर आज म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। के भैरव साँच्चै क्रोधका देवता मात्र हुन् त? कि उहाँ क्रोधको आवरणभित्र लुकेको ज्ञानको सर्वोच्च स्वरूप हुनुहुन्छ? आज हामी यही कुरा बुझ्नेछौँ। अब ध्यान दिएर सुन्नुहोस्। भैरव कुनै असुर अथवा राक्षस मार्न मात्र प्रकट भएको उग्र शक्ति होइनन्। उहाँ भगवान शिवभित्रको गुरुतत्त्व हुनुहुन्छ। जब भगवान शिवले देख्नुभयो कि हाम्रो सृष्टिकर्ता भनेर मानिने ब्रह्मा स्वयं अहङ्कार घमण्डले भर्दै जानुभएको छ, जब ब्रह्माले म नै यो सृष्टिको कर्ता हुँ, मैले नै यो संसारको रचना गरेको, त्यसैले म नै ठुलो हो, म नै शक्तिशाली हुँ र मभन्दा ठुलो र महान त कोही पनि छैन यो ब्रह्माण्डमा, यो सारा ब्रह्माण्ड नै मेरो शक्तिमा, मेरो अधीनमा छ भनेर अहङ्कारी भाव देखाउन लाग्नुभयो। तब उहाँको अहङ्कारले उहाँको ज्ञानलाई ढाक्न थालिसकेको थियो। त्यो क्षणमा भगवान शिवभित्र एउटा गहिरो निराशा उत्पन्न भयो। यो निराशा ब्रह्मालाई अपमान गर्नलाई उत्पन्न भएको होइन, किनकि भगवान शिवलाई म सही छु, तिमी गलत छौ ब्रह्मा भनेर प्रमाणित गर्नुपर्ने आवश्यकता पनि छैन, किनकि भगवान शिव हजारौँ ब्रह्माण्ड, असङ्ख्य ब्रह्माहरू, ती सबै शक्तिहरूभन्दा पर हुनुहुन्छ। सबै उहाँमै उत्पन्न छ र सबै उहाँभित्र नै विलिन छ। तर प्रश्न चाहिँ यो हो कि यदि सृष्टिकर्ता स्वयं अहङ्कार र आत्मस्वरूपको भिन्नता बुझ्न सकेन भने झन् मानिस, पशु, चराचुरुङ्गी, साना जीवहरूको आशा के नै रहन्छ होला र? अनि त्यही निराशा, त्यही गुरुतत्त्वको पीडा शिवको तेस्रो आँखाबाट गुरु तत्त्व भैरवको रूपमा प्रकट भयो र त्यसले ब्रह्माको शिर काटिदियो, जसलाई ब्रह्माको पाँचौं अहङ्कारी भनेर भनिन्छ अथवा मानिन्छ। अब बुझौँ ब्रह्माको काटिएको पाँचौं शिरको रहस्य। भैरवले ब्रह्माको पाँचौं शिर काट्नु हिंसा होइन, त्यो त केवल शिरच्छेद हो। ब्रह्माको पाँचौं शिर त्यो थियो जसले सधैँ माथि हेर्थ्यो, म बराबर छु, म ठुलो छु भन्थ्यो। त्यही नै काटिन पर्यो, त्यही नै हट्न पर्यो। भैरवको पहिलो शिक्षा नै यही थियो कि म नै सर्वश्रेष्ठ, म नै ठुलो भनेर म अनि मेरो भन्ने शब्द आउँछ सत्यभन्दा अगाडि, अनि त्यही क्षण नै ज्ञानको पतन हुन्छ। त्यसैले भैरव यहाँ केवल विनाशक होइनन्, उहाँ महागुरु हुन्, जसले सृष्टिकर्तालाई पनि वास्तविकता सम्झाउन सक्छन्। त्यसैले भैरवलाई नरसिंह, काली जस्ता केवल युद्ध उग्र अवतारसँग तुलना गर्नु गलत हुन्छ, किनकि
भैरवको उग्रता युद्धका लागि होइन, ज्ञानको बोधको लागि हो। अब कुरा गरौँ काशी र मोक्षको, जुन मूल सार भैरवसँग जोडिएको छ। काशीमा प्रवेश गर्नु अघि किन भैरवको पूजा गरिन्छ त? किन भैरवलाई नै पहिलो सम्झिन्छौँ त? किनकि भैरव केवल क्षेत्रपाल होइनन्, उहाँ त मोक्षको गुरु हुनुहुन्छ। भैरव काशीको मूल ढोका हुन्, तर त्यो ढोका पत्थरको होइन, चेतनाको र ज्ञानको ढोका हो। भैरवलाई चढाइने शुल्क पैसा होइन, त्यो प्रार्थना हो। तर यसको मतलब भैरवले पैसा चाहनुहुन्छ भन्ने चाहिँ होइन। यहाँ यसको अर्थ हो, यसको वास्तविक अर्थ चाहिँ यो हो कि भैरव योग्यताको द्वारपाल हुन्। त्यसैले शुल्क भन्नाले आफ्नो अहङ्कारको त्यागलाई जनाउँछ, आफ्नो अज्ञानताको स्वीकारलाई जनाउँछ र गुरुका अगाडि समर्पणलाई प्रतीकात्मक रूपमा जनाउँछ। पैसा त यहाँ केवल प्रतीक हो, उद्देश्य होइन। पैसा भनेको धन हो र धनले मानिसमा एउटा सधैँ अहङ्कार र लोभको अनि मायामै फसिरहेको दर्शाउँछ र त्यो कुरा यो संसारमा सत्य पनि हो र यसको त्याग बिना मानिस मोक्षको बाटोतर्फ अगाडि बढ्न सक्दैन। त्यसैले भैरवलाई शुल्क चढाइन्छ र यो कुनै घुस होइन, व्यापार होइन र कुनै डरको कर पनि होइन। यो त अहङ्कार छोड्ने घोषणा र योग्यताको प्रार्थना हो, किनकि योग्यता बिना मोक्ष सम्भव छैन र धन पैसाको मतलब नोट अथवा रुपैयाँ मात्र पनि होइन। यसको मतलब तपाईँ हामीले आफ्नो भावले अन्य निस्वार्थ सेवा संयम सबै नै गर्न सक्छौँ। यदि सच्चा भावले गरिन्छ भने त्यो नै शुल्क हो, किनकि भैरवले तपाईँ हाम्रो पैसाको नोट मात्र होइन, हाम्रो भाव हेर्ने गर्नुहुन्छ। अब कुरा गरौँ भैरवको क्रोधको। के हो त भैरवको क्रोध अनि के का लागि हो? ल सुन्नुहोस्। अब भैरवको क्रोध कुनै असुर दानव विरुद्ध होइन। उहाँको क्रोध हामी हाम्रो लक्ष्य बिर्सिँदा, आत्म साक्षात्कारबाट टाढा जाँदा प्रकट हुन्छ। भैरव हामीलाई नष्ट गर्न होइन, हामीलाई जगाउन क्रोधित हुनुहुन्छ। यदि हाम्रो सृष्टिकर्ता ब्रह्मा स्वयं भैरवबाट सूचित हुन सक्यो भने तपाईँ हामी किन सक्दैनौँ भन्ने कुरा हो। त्यसैले भैरवलाई केवल डरको दृष्टिले नहेर्नुहोस्। उहाँ त ज्ञानका उग्र स्वरूप हुन्, उहाँ गुरुतत्व हुन्, उहाँको मोक्षको ढोका हुन्। उहाँ उग्रता नै करुणा हो, उहाँको क्रोध नै ज्ञान हो। यति बुझ्यौँ भने हामीले भैरवको अर्थलाई, त्यो विकराल रूपलाई सामान्य तरिकाले बुझ्न र मान्न सक्छौँ अनि उहाँको पूजा स्वच्छ र सफा मनले गर्न सक्छौँ। यो त थियो आज भैरवको बारेमा एउटा सामान्य ज्ञानको एक थोपा। अब अर्को भागमा चाहिँ हामी भैरवका अनेक रूपहरू र त्यसको अर्थ, त्यसको मूल भाव बुझ्नेछौँ। जय भैरव बाबा।